हरे कृष्ण सम्पूर्णमा आछु गर्दै मेरो बिहानीको सुरुवात हुन्छ। देख्न सक्नुहुन्छ यस्तो टायर्ड फिल भइरहेको छ नि, राम्रोसित आँखाले हेर्न पनि मिलेको छैन। तर मैले हिजो नै सोचेको थिएँ कि म भोलिदेखि कलेज जान्छु भनेर, पढ्नको लागि भनेर। अरू बेला चाहिँ कुनै फङ्सन हुँदा कुनै काम हुँदाखेरि जाने गर्थेँ भने आज चाहिँ म सिर्फ पढ्नको लागि भनेर 385 दिनपछि बल्ल म कलेज जाँदैछु। देख्न सक्नुहुन्छ। अनि मैले हिजो सोचेको थिएँ कि मैले चाहिँ मेरो लाइफ मैले के कसरी जिरहेको छु त्यो पनि हजुरलाई सेयर गर्छु भनेर सोचेको थिएँ। सो कुनै पनि बहाना नगरिकन म हिजो जो प्लान गरेको चाहिँ आज सक्सेस गर्दैछु। बिहानै नै उठ्छु र उठिसकेपछि म फ्रेस भएर स्कुलको ड्रेस लगाउँछु। केही मिसिङ छ ममा, मैले चाहिँ वैष्णव तिलक लगाएकी छैन किनकि मलाई मासिक धर्म भएको छ। र त्यसपछि म चाहिँ देख्न सक्नुहुन्छ रेडी भइसकेँ र मम्मीले उता किचनमा मेरो लागि नास्ता बनाउँदै हुनुहुन्छ। त्यसपछि बस कत्रै टाइम थियो, मैले चाहिँ वाल पुसअप गर्दैछु। कसलाई पनि लाग्दैन होला है, मेरो ज्यान एकदमै सुकेको जस्तो छ नि त। तर मलाई चाहिँ यस्तो वर्कआउट, यो एक्सर्साइज, यो पुसअप, यो पुलअप, यो सबै स्क्वाड, यो सबै मलाई मनपर्ने कुरा हो। म चाहिँ गर्छु, कसलाई पनि थाहा छैन होला यो विषयमा चाहिँ। र मलाई यो मनपर्छ। अनि मैले चाहिँ केही पनि खान्न नि त, धेरैले चाहिँ केही पनि खान्न, कस्तो विक छ होला है भनेर। तर फेरि मैले सिर्फ तामसिक कुराहरू मात्रै खाँदिनँ, मैले चाहिँ सात्विक खानाहरू खान्छु। र त्यसपछि आफ्नो डाइटलाई पनि धेरै राम्रैसित हिजो फलोअप गरिरहेको छु। डाइटलाई नै अब केही पनि नखाइसकेपछि धेरै त्यही सोच्नुहुन्छ नि त। तर मैले फ्रुट्स खान्छु, मैले चाहिँ ओट्स खान्छु, मैले माछा मासु नखाए पनि, अन्न नखाए पनि आफ्नो डाइटलाई चाहिँ, आफ्नो शरीरलाई चाहिँ कसरी चाहिँ स्ट्रङ बनाउने भन्ने कुरामा पनि आफूले चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। यो बडी बनाउनु, यो एक्सर्साइज गर्नु, वर्कआउट गर्नु कसैको लागि देखाउनको लागि त होइन, तर पनि आफूले चाहिँ एक्सर्साइजहरू, व्यायामहरू चाहिँ गर्नुपर्छ ताकि चाहिँ मेन्टली पनि र फिजिकली पनि चाहिँ हामी चाहिँ हेल्दी हुन सकौँ। हाई, हरे कृष्ण, हरे कृष्ण, राधे राधे भन, राधे 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 राधे। हेलो, इन्टरभलको पिरियड आइसक्यो, यानि कि इन्टरभल भइसक्यो सबैजना क्यान्टिनतर्फ। र म चाहिँ प्यारो चिरबिर चिरबिर गर्ने बरतर्फ छु। कस्तो मनपर्छ कि मलाई एक्लै यो चराको चिरबिर चिरबिर आवाज। आहा, मान्छेभन्दा नि प्यारो त जनावर हुन्छन् जस्तो लाग्छ कि मलाई त। दे आर माई फ्रेन्ड्स पूजाजी र कुसुमजी। र अब चाहिँ कलेजको पिरियड सक्यो नि त, अनि हामी चाहिँ घरतर्फ जाँदैछौँ। एक्लै छु म चाहिँ, र यहाँ म आनन्दले बस्दैछु। र त्यसपछि मेरो हातमा छ काउन्टर, नाम जब त कहिले नै छोड्नु भएन। सो आनन्दले विन्डोलाई झाक्दै, बाहिरी संसारलाई निहाल्दै म चाहिँ नाम जप गर्दै घर पुगिसकेँ। देख्न सक्नुहुन्छ। बाई बाई, आजको लागि यति नै। अब भेट्छु म हजुरहरूसित अर्को भिडियोमा। राधे राधे एभ्रिवान।